बाबुहरू बाटो छोडेर पुस्तक झगडा ल हलन बजार बसैले हिँडेको क्या दिने होला नि होइन हामीलाई गिर्दिएको हामीले खै हेर भोलि हामीले फेरि उहाँ काठमाडौँमा नलालेन हजुर हजुर थ्याङ्क यू ल ल ए कहाँ हो राति राति सुनौली नै ठिक छ क्या तर लाई गरिदेऊ लाई कहाँ त छ गरिरह पुरा पृथ्वी चोकमा यहाँ एकजना हुनुहुन्छ अरू गाडी चाहिँ रहन्छन् आज चाहिँ अचम्मै भयो है त साथीहरू वेलकम टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु आज चाहिँ अब नाइट वालिङ काठमाडौँ बस छ नि आज चाहिँ के भन्छ अरे म चाहिँ बर्खापछि अब त्यो महेन्द्रनगर गएर आइयो नि त्यो पछि गएकै थिएन अन्त बर्खाभरि हिँड्थेँ होइन त्यही उस भइरहेको कलेज हुँदा छुट्टियाँ बनाउने हो नि छुट्टियाँ हुँदा यत्तिकै घरै बसेर छुट्टी कटिरहेको थियो तर होइन जाम भनेर अनि आज चाहिँ जाँदैछौँ काठमाडौँ अब काठमाडौँबाट धरानतिर चाहिँ प्रयोज र म जान्छौँ हाम्रो यता केटाहरू चाहिँ भ्याएनन् अहिले चाहिँ यो भिडियो चाहिँ मैले पछि खिचेँ अन्त काठमाडौँबाट आएपछि जुन धरानलाई चाहिँ अहिले साइडमा लगाऊँ अन्त किनकि धरान हामी अब जान पाइएन त्यस्तै भयो त्यो चाहिँ सायद हजुरहरूले दिप्सनको भिडियो हेर्नु भएको छ भने चाहिँ थाहा पाइसक्नु भयो होला नत्र मैले चाहिँ अब भिडियो सकेपछि लास्टमा भन्छु यो भिडियो चाहिँ पोखरासम्म कतिजनाले भिडियो खिच्छन् हेर्नु होला अब बाटामा डेभिड दाइले पनि भिडियो बनाएर हाल्नु भएको थियो नि टिकटकको कसले हेर्नुहुन्छ त्यस्तै त्यो भने चाहिँ दाइले भने चाहिँ कतिजनाले खिच्छन् हेर्नु होला ल जसले यतिजनाले भिडियो खिचे भनेर मिलाउनुहुन्छ उहाँलाई फ्री राइड वालिङसम्म म चाहिँ काउन्टरमा आएँ हाम्रो स्याङ्जा गण्डकी निकेशताईवाला छुट्न लाग्यो पृथ्वीको चाहिँ 0777 ध्रुवतारा यो चाहिँ 8216 हाम्रो पाला कि 8215 कि 8216 नै पर्छ आज 8216 रहेछ उता चाहिँ पृथ्वीबाट 5.5 को चाहिँ 777 सधैँ त्यही हो बराबर टिप्छ नि त यो चाहिँ 7.5 टिप भएर दुईटाको पालै पालो पर्छ अब यो चाहिँ हिँड्न लाग्छ 6:30 बजेको हो आज चाहिँ अलि लेट भयो 7 त बजे होइन तर पनि गण्डकी गइसक्यो के छ गाइजहरू हाम्रो उसै नआउने करातीको डन हो कि आज ठ्याक्कै 7 बजीतिर आएँ 7 बजे छुट्ने हो 7 बजे त्यो बिहान निकालेको टायर हाल्नलाई मैले खिच्दिएको कि यहाँ निकाले हुन्छ बाबुहरू बाटो छोडेर पुस्तक झगडा यो बाइक हटाइदिने हो कि केटाहरू यहाँ रहेछ ल अहिले यही छन् 7:10 हामी चाहिँ हिँड्यौँ उहाँ भिडियो खिच्यो कस्तो ब्लर हानेको यहाँ भिडियो खिच्यो भिडियो चाहियो मैले बनाएसँग मागौँ है आज सेन्जाकोलाई कराजीको क्यान्सिल आयो नि
त्यो सिट खाली गर अरू टेन्सन नभए गाडीको पानी खाली हुन पर्यो त्यो सेक्सन गाइजरले हानिरहनु भिडियो यहाँ दिदीलाई बोलाएर सँगै बसेर ठाउँ गरेर हाँक्यो पत्रो चाहिँ हात कहाँ यो भागेश्वरीको कति लामो 15 यहाँ आउँछ भिड त कति गहने हेरेर आज राङखोला उहाँ होइन हरन्त बजारमा बजाउनु अनि हाम्रो फेरि लाउड छ हरन लाइन लाग्यो ग्रुपै झम्मै यहाँ त चाडपर्वै लागे जस्तो हुन्छ कि हामीलाई ल है हाम्रो बाबुले ल ल ल ल बसै लिएर हिँडेको क्या दिने होला नि होइन हामीलाई गिफ्ट दिएको हाम्रो खै हेर भोलि हामीले फेरि उहाँ काठमाडौँमा नभए लाइटै बोल्दो रहेछ त ठोका लाउँदा ठ्याक्क राख्छु मैले टक्क हातमा लिएर हातैसँग राङखोलाको हाम्रो फुच्चे भाइहरूले दिएकै हाम्रो राङखोलाको भाइहरूलाई धन्यवाद पुरै यताउता देखाउनु त ए यता त पारा ल्याउन ला रहेछ नि कलर बनाउँदा बनाउँदै ल्याएर दिए जस्तो छ गमै यहीँ ला लाइटवाला सिस्टम पुरा तर बनाएकै हो नि त्यो प्रोजेक्ट अनि यस्तैको बनाउने हो पुरै लाइटै बल्ने सिस्टम छ त पुरै लाइट बल्ने ट्याक्कै हाम्रो जस्तै लाइट तरिकाले हालेर नि बिचमा दुइटा यताउता त्यो लाइट बन्द गरिदिनु चार्ज भइहाल्ला फेरि बिहारमा बाल्दैन है त सँगै आयो यहाँ यो वे टु पोखरा राखेर ठिक गऱ्यो भाइले भिडियो नै सुरु गरेको छैन हो यहाँ भिडियो हान्दिनु रेल हान्दिनु रेल
हो त्यस्तो हुनु पर्यो कि दुईतिर हुनु पर्यो त्यस्तो हरेन उहाँ भिडियो खिचानु सानोनिकै कल्पना छोरालाई कि नातिलाई गाडी देखाउने उहाँ नि रहेछ अगाडि उहाँ खिचायो लाइट साइड हाल्नु पिलिक पिलिक यहाँ यसो रोकिदिनु है तिनीहरू रोक्यो भने भित्र जान चाहिँ नदिएन नि त यो हजुर हजुर थ्याङ्क यू ल ल ल ल थ्याङ्क यू ल ल ल जाउँ ल ल आउँछ आउँछ ल ल जाउँ ल ल भाइ 850 नाउ डाँडा सबैले हात चिमिक्चिक पार्न थाल्यो हौ के हो हो यहाँ भिडियो छ नि यहाँ लागेर ए कहाँ हो राति राति सुनौली नै ठिक छ क्या सर ल ल भाइ भाइ भिडियो खिचेका हौँ के यता रहेछ नि लाई गरिदेऊ लाई काठ त छ अब यता सुतिसक्यो होला
तलेरै देखिया रहेछ पुरै कुहिरो लागेछ ल पानी परेको कि यताको त्यसमा राम्रो भएन नि त बागलुङ पनि आयो बिरौटा आइयो पोखरामा पानी सधैँ तलको टिपेर ट्याङ्की खसेछ त्यो अर्को हाल्ने हाल्छ नयाँ नयाँ आइडी खोला नि एउटा आइडी फ्रिज पनि भ्यू राम्रो त्यस्तो रिच कहाँ आउँछ भन्दा ठिक छ हाम्रो सिम्पल नै ठिक छ त्यो नेट चले होइन अन गर्नु के भयो एउटा गाडी रहन्छ है हजुर यता नि रेनकोटमै पुरा भनेर आएको पानीले डिस्टर्ब हान्यो त्यही पनि हामीले केटिसियो ल ठिक छ ठिक ए पानी परिरहेको पुरा पृथ्वी चोकमा यहाँ एकजना हुनुहुन्छ अरू गाडी चाहिँ रहन्छन् आज चाहिँ अचम्मै भयो अहिले त बस पार्क सिधै यहीँ हो के अरे पहिला त यहाँ पुरै छापराहरू थिए अहिले त सिधै अगाडि बस पार्क यता आएर गाडी लाउनु नपाइने हो क्या अहिले त सो हेलो गाइज वेलकम टु द भिडियो र आज म एउटा सानो मेसेज लिएर आएको छु जति पनि हाम्रो बस कम्युनिटीमा भाइहरू छन् जो चाहिँ एकदमै भर्खरै पढाइलाई कन्टिन्यू गरिरहेछन् दोज हु आर स्टडिङ इन कलेज र स्कुल र तिमीहरूलाई चाहिँ के सजेसन भन्दाखेरि चाहिँ यो सजेसन दिनुको पनि कारण छ किन तिमीहरूको फ्यामिली अथवा तिमीहरूको मम्मीहरूबाट चाहिँ स्पेसली मलाई धेरै डिएमहरू अनि कल्सहरू आउनु थाल्यो क्या आजकल प्लिज हाम्रो नानीहरूलाई सम्झाइदिनु उनीहरू यो बसको चक्करमा लागेर पढाइमा ध्यान दिएको छैन एकदम रोडतिर जान्छ भिडियो सिडियो बनाउँछ एक्सिडेन्ट भयो भने को जिम्मेवारी भन्ने त्यो खालको यो पनि र टर्चर पनि आउनु थाल्यो हामीलाई अब त्यसले गर्दाखेरि चाहिँ म तिमीलाई केही सल्लाह दिन चाहन्छु भन्दाखेरि चाहिँ फर्स्ट थिङ के भन्दाखेरि यदि तिमीहरू व्यवसाय छस् यही लाइनमा छस् तिमीहरूको फ्यामिली कोही हुनु चाहिँ व्यवसायमा नाइट बस लाइनमा भने मार्केटिङ गर्दा कुनै ठुलो कुरो भएन आफ्नै बिजनेस बढ्ने हो तर इफ यु आर स्टुडेन्ट एन्ड यु आर स्टडिङ इन कलेज स्कुल तिमीहरूसँग बससँग कुनै त्यस्तो रिलेटेड छैन जस्ट एउटा मनपर्ने अनि एउटा प्यासनको रूपमा मात्रै हाल्नु चाहन्छस् भने चाहिँ प्लिज स्टप राइट नाउ किन भन्दाखेरि तिमीहरूले गाडीको भिडियोहरू हालेर तिमीलाई केही फाइदा हुनेवाला छैन र केही फाइदा भएको पनि छैन अहिलेसम्म न तिमीले 1 रुपियाँ जेनेरेट गरिरहेछस् न त्योबाट कुनै तिमीलाई प्रफिट गेन गरिरहेछस् सो त्यस कारणले गर्दाखेरि चाहिँ एटलिस्ट कुनै काम गरेपछि तिमीहरूलाई मान्छेले चिनोस् के भन्छ प्रमोसनल भिडियोहरू बनाउन लगाओस् क्या हो त्यही कारणले गर्दाखेरि चाहिँ फाइदा कसलाई भएको छ मैले बस साउहरूलाई भएको छ इभन कन्ट्र्याक्टरहरूलाई गाडीको ओनरहरूलाई फाइदा भएको छ क्या अब म किन भिडियो बनाउँछु भन्दा मेरो त व्यवसाय यही छ काम यही छ मेरो ट्राभल एजेन्सी छ मेरो काउन्टर छ मेरो अब ट्रान्सपोर्टेसन बिजनेस भएकोले गर्दा चाहिँ म हाल्छु अब म अर्को कन्टेन्ट क्रिएटर पनि हो त्यसले गर्दा चाहिँ म हाल्छु त्यहाँबाट मैले चाहिँ अलिअलि त इन्कम जेनेरेट गरिरहेको छु युट्युबबाट आउँछ मलाई पैसा फेसबुकबाट अब छिटै नै आउँछ टिकटकबाट पनि लाइभ बस्नेले आउँछ त्यो त मलाई त फाइदै भइरहेछ तर तिमीलाई केही जिरो एकदम जिरो छ भ्यालु तिमीहरूलाई सो त्यसले गर्दाखेरि चाहिँ अब यो काममा चाहिँ तिमीहरूलाई फाइदै छैन किन गर्छ सो
त्योभन्दा बेटर अप्सन भनेको प्लिज फोकस अन स्टडी, स्पोर्ट्सतिर जाऊ होइन, भिडियो बनाऊ, गाडीको नभने अरू छ नि त एउटा मोटिभेसनल टाइपको, एउटा सोसल एवेरनेस टाइपको भिडियोजहरू बनाऊ जहाँबाट तिमीलाई चिनोस्। ओलाको तिमीलाई के चाहिँ फाइदा हुनसक्छ भिडियोहरू हालेर भन्दाखेरि 2-4 स्टाफले चिन्ला, कुनै दिन तिमीहरू ट्राभल गर्दा फ्रीमा तिमीलाई लग्ला ल्याउला मासु भात खुवाला, त्यति मात्रै फाइदा हो। सो प्लिज अहिले नै भन्छु म, आफ्नो फ्यामिलीको कुरा सुनिदेऊ। तिमीहरूको एज भनेको अहिले पढ्ने उमेर रहेको छ। मैले पनि हेरिरहेको छु, धेरैजना मेरो फुच्चीहरू भाइहरू छन् एकदमै सानो उमेरका, तिमीहरू पढ्दा पढ्दै पनि यो बसको चक्करमा लागिरहेको छस्, तिमीलाई फाइदै केही छैन क्या। रोडमा आइस एक्सिडेन्ट भन्नु को जिम्मेवारी हुन्छ? केही भयो भने के हुन्छ? आफ्नो फ्यामिलीले पनि सम्झी पढाइलाई कन्टिन्यू गर्दा त्यति धेरै खर्च गरेर मम्मी बाबाहरूले पढाइरहेछ। तिमीलाई यति चाहिँ सजेसन दिन चाहन्छु के भन्दाखेरि पढाइ कम्प्लिट गर, त्यसपछि भनेको व्यवसायमा आऊ न। त्यसपछि भनेको चाहिँ व्यवसायलाई पनि नयाँ वेबाट नयाँ तरिकाले एडभान्स टेक्नोलोजीहरू हुँदै हुँदै लानु सकिन्छ नि। जस्तै अहिले हामीले गरिरहेछौँ नि, अब हामीले अलिकति अनलाइनतिर लगाएका छौँ, हो यो टाइपले केही एउटा इम्प्रुभमेन्ट गर्न सकिन्छ नि, हो त्यो गर न। अब आफै सोच न, म यति धेरै बसहरूको विज्ञापन गर्छु, जुन चिनेको नचिनेको जसको सिकै साउको भए पनि नयाँ गाडी लगाएर विज्ञापन गर्छु, कतिले मलाई स्टिल त चिन्दैन, अनि तिमीलाई चाहिँ कहिले चिन्छन् त? सो आफ्नो फ्यामिलीको कुरा सुनिदेऊ, फोकस अन स्टडी, फोकस अन योर गोल होइन। अब एउटा तिमीले सोचे होला फ्युचरमा यस्तो बन्छु भनेर, यो ड्राइभर खलासी कन्डक्टर भन्ने चाहिँ नसोच क्या अहिले नै, पढाइ गर्दैछस् भने चाहिँ। अब किन भन्दाखेरि हाम्रो लाइनमा हाम्रो ड्राइभर खलासी स्टाफबाट चाहिँ कहिले पनि राम्रो नजरले अहिले पनि हेरिँदैन क्या। त्यसले गर्दा चाहिँ बरु आफ्नो पढाइ कन्टिन्यू गर, त्यसपछि एउटा राम्रो तरिकाले सुरुवात गर क्या। त्यो मेसेज दिन चाहन्छु। आफ्नो मम्मी बाबाको कुरा सुन्देऊ है त मेरा प्यारा भाइहरू। र अब यो भिडियो हेरेर चाहिँ यो दाइले यस्तो भन्नु उस्तो भन्दै अब ग्रुपमा गएर कुरा काटिस् भने चाहिँ त्यो मेरो लागि भने होइन, मैले तिमीहरूको लागि भने, मलाई केही फरकै पर्दैन, मलाई बाल फरक पर्दैन। जेसुकै गर्नुपर्छ गर, राम्रो तरिकाले सल्लाह मानिस् भने राम्रो तरिकाले गर, होइन भने चाहिँ बाल। थ्याङ्क्स फर वाचिङ माई भिडियो। लामो भयो होला, धन्यवाद हेरिदिएकोमा है त।